नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा हैन। हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला। अहिले चाहिँ म बाहिर जान लागिराखेको छु है। हेलो, यो चाहिँ खासै कुद्दैन के यो घोडा खासै कुद्नु सक्दैन। यो कस्तो अलि अप्ठ्यारो छ के। तेरो साथीको साइकल लिएर जाने भनेर साथीलाई मागिरहेको छु। साथीको चाहिँ यो हो। अब यो साइकल चाहिँ म लिएर जान्छु। यो साइकल चाहिँ फेरि हिरो कुद्छ के, माशाल्लाह दगुड्छ अनि रमाइलो हुन्छ। मेरो पनि थियो पुरानो चाहिँ साइकल, खै साटेको झन् अप्ठ्यारो खालको साइकल पर्यो। साथीको अर्को साथीको पनि बिदा रहेछ केटोको पनि। अब बाहिर निस्किसके साथीभाइहरू, साइकल चलाउँदै है। अब यो साथीको साइकल लिएर चट्टसँगले हिँडिसकेँ, म बाहिर निस्किसकेँ। अब म आज चाहिँ फेरि एक्लै, अनि आज म फेरि नयाँ ठाउँतिर जान्छु होइन। खासमा चाहिँ सधैँ गइरहेको ठाउँभन्दा अलिकति जहिले म जाने ठाउँभन्दा अलिकति फरक ठाउँतिर जान्छु। अब डुल्न पाउन त के को पाउनु, एकदमै बिजी व्यस्त छ। डुल्ने भन्ने चिज चाहिँ समय नै छैन यो ठाउँमा। डुल्ने भने चाहिँ समय छँदै छैन। त्यही पनि यसो अहिले चाहिँ म बाहिर निस्केको कामले गर्दाखेरि, यसो मार्केट निस्केको भन्नु पर्दाखेरि चाहिँ होइन। देख्न सक्नुहुन्छ चरा एकदम कराइरहेछ ल। यहाँनिरको घर अस्ति भत्कायो कि क्या हो, गद्राङ गर्दैछ। यहाँ घर भत्काएर छ। यहाँ चाहिँ घर भत्काएर यस्तो बनाउँछ है चट्टसँगले। यो घरहरू भत्कायो भने पनि नेपाल जस्तो त्यो यो बनाउँदैन। के साह्रो शान्त सुन्दर ठाउँ। ल साथी हो, हेर्नु है, यस्तो ठाउँमा छु मैले। उता डाँडा देख्न सक्नुहुन्छ पुरै है। यहाँ चाहिँ पुरै घाँसे मैदान चट्टसँगले, अनि यता चाहिँ रोड छ। यो पर चाहिँ बस्ती पनि छ। बस्ती छ अरे, यहाँदेखि उता चाहिँ बस्ती हो। अनि म बस्ने चाहिँ योदेखि उता भित्रपट्टि हो। आया यस्तो छ ल। कस्तो छ त ठाउँ, राम्रो छ है एकदमै। हाम्रो छिमेकीहरूलाई चिनिँदैन यहाँ को हो। नेपालमा गए पो परबाट कराउँछ। यहाँ त ओल्लो घरि पल्लो घरको थाहा हुन्न मान्छे। यताबाट जाउँ होला। यो कालो चढौँ। कालो हल्का चढाम। खास त यो बाटोसम्म हो। यो तलबाट ट्रेन जान्छ क्या साथीभाइ। ट्रेन अनि यो माथि गाडी हो क्या। अनि त्यही भएर अलिकति उकालो तान्नुपर्छ यहाँ। यो उकालो तानेको साइकल फोक्सो नि फोक्सै पुरै मुटु के हुन्छ, फोक्सै फ्या भयो यस्तो। यो त पुलिसको गाडी त होइन नि। पुलिसको गाडी भन्दा मार्छ पो फेरि। यहाँनिर मोबाइल चलाउँदै साइकल चलाएको देख्यो भने त जोगिनुपर्छ। यस्तो छ। अनि यता छ यस्तो छ है त। यस्तो छ। यो चाहिँ तलको ट्रेनको बाटो हो कि। यो चाहिँ रेलको बाटो सिधा छ तलको होइन। यस्तो छ ल। अब छोरो जान्छ यस्तोरी। गाडीहरू चाहिँ कुदाउँछ है यहाँ। यस्तो हुन्छ त नि।